नेपालमा किन बारम्बार आत्मदाहका घटना सुनिन थालेका छन्? के यो संयोग मात्र हो वा हामीले देख्न नसकेको कुनै गम्भीर समस्या छ? के संसारका अन्य देशमा पनि यस्तै भइरहेको हुन्छ? किन एउटा मानिस यस्तो निर्णयसम्म पुग्छ? पहिलो कुरा, सबै आत्मदाहका घटनाको कारण एउटै हुन्छ भन्न मिल्दैन। कतिपयले राजनीतिक विरोधका लागि यस्तो गर्छन्, अन्यायको विरोधमा, आर्थिक सङ्कटका कारण, व्यक्तिगत समस्याका कारण। संसारका घटनामा पनि यही देखिन्छ। घटना एउटै हुन सक्छ, तर कारण फरक फरक हुन्छ। त्यसैले एउटा घटनाको आधारमा सबै घटनाको एउटै निष्कर्ष निकाल्नु सही हुँदैन। मनोवैज्ञानिकहरू भन्छन् यस्तो निर्णय प्राय एकै दिनमा हुँदैन। यो महिनौँ, कहिलेकाहीँ वर्षौँसम्म जम्मा भएको पीडा, निराशा र असहायताको परिणाम हुन सक्छ। जब मानिसलाई आफ्नो समस्या समाधान हुने कुनै बाटो देखिँदैन, जब उसलाई आफ्नो कुरा कसैले सुन्दैन भन्ने लाग्छ, जब न्याय पाउने आशा हराउन थाल्छ, जब आर्थिक, सामाजिक वा व्यक्तिगत दबाब लगातार बढिरहन्छ, जब मानसिक स्वास्थ्य कमजोर हुँदै जान्छ, त्यसपछि यस्ता घटना घट्न सक्छन्। पछिल्ला सबै घटनाका वास्तविक कारण के थिए? त्यसको उत्तर अनुसन्धानले मात्र दिन सक्छ। तर हामी प्रणालीका बारेमा भन्ने प्रश्न गर्न सक्छौँ। किन सार्वजनिक सेवा सोचे अनुसार छैन? किन सामान्य कामको लागि पनि सरकारी कार्यालय पटक पटक धाइरहनुपर्छ? किन कतिपय नागरिकलाई आफ्नो कुरा सुन्ने कोही छैन भन्ने महसुस हुन्छ? एउटा व्यक्ति आत्मदाहसम्म पुग्ने अवस्था आइपुग्दा पनि परिवार बेखबर हुन्छ। कसरी? यी सबै कारणले आत्मदाह हुन्छ भन्ने चाहिँ होइन। तर यदि एउटा समाजमा निराशा बढ्दै जान्छ भने त्यसले यस्ता गम्भीर घटनाको जोखिम पनि बढाउन सक्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने बारम्बार यस्ता घटना सार्वजनिक हुँदा पहिलेदेखि नै गम्भीर निराशामा रहेकाहरू अझ बढी प्रभावित हुन सक्छन्। त्यसैले यस्ता घटनाको समाचार कसरी प्रस्तुत गर्ने भन्ने विषय पनि उत्तिकै गम्भीर छ। यदि हामी यस्ता घटना कम गर्न चाहन्छौँ भने समाधान केवल एउटा व्यक्तिमा खोजेर पुग्दैन। सरकार, समाज र परिवार तिनैको महत्त्वपूर्ण भूमिका छ। पहिला सरकारको कुरा गरौँ। सरकारले सार्वजनिक सेवामा सुधार गर्न प्राथमिकता दिनैपर्छ। सार्वजनिक सेवालाई छरितो, सरल र सबैको पहुँचमा पुर्याएर नागरिकको विश्वास जित्न सक्नुपर्छ। यदि मानसिक स्वास्थ्य सेवा अधिकांश नागरिकको पहुँचमा छैन भने सङ्कटमा परेको मानिस कहाँ जाने? सरकारको जिम्मेवारी घटना भएपछि राहत दिने मात्र होइन, नागरिकले समस्या गम्भीर बन्नु अघि सहयोग पाउने वातावरण बनाउनु पनि। समयमै सेवा, समयमै न्याय, समयमै सहायता यस्ता घटना कम गर्न सार्वजनिक सेवामा सुधार एउटा बलियो आधार हुन सक्छ। अब समाजको कुरा गरौँ। हामी कुनै घटना भएपछि पहिला पक्ष रोज्छौँ, त्यसपछि मात्र तथ्य खोज्छौँ। समर्थन, विरोध, आरोप, प्रत्यारोपण। तर हामी सोध्दैनौँ त्यो व्यक्ति यहाँसम्म किन पुग्यो? यदि हाम्रो पहिलो प्रतिक्रिया उपहास हो भने, गाली हो वा राजनीतिक बहस मात्रै हो भने भोलि अर्को पीडितले आफ्नो पीडा भन्न अझ डराउन सक्छ, असहमति हुन सक्छ। तर समाजले संवेदनशीलता भुल्नु हुँदैन अथवा हराउनु हुँदैन। अब परिवारको भूमिकाको कुरा गरौँ। धेरै मानिस अन्तिम दिन मात्रै सङ्घर्ष गरिरहेका हुँदैनन्। त्यो सङ्घर्ष धेरै अघि सुरु भइसकेको हुन्छ। के परिवारले त्यो परिवर्तन देख्न सक्छ? घरमा कोही असामान्य रूपमा परिवर्तन भयो भने हामी कहिल्यै सोध्छौँ के भयो, तिमीलाई ठिक छ, वा यस्तो सबैलाई हुन्छ भनेर टारिदिन्छौँ। परिवारले सबै समस्या समाधान गर्न सक्दैन, तर सबैभन्दा चाँडो सङ्केत भने परिवारले नै देख्न सक्छ। र कहिलेकाहीँ समयमै भएको एउटा संवादले ठुलो दुर्घटना रोक्न सक्छ। अन्त्यमा
एउटा कुरा, आज हामीले आत्मदाहको बारेमा कुरा गऱ्यौँ, तर यो भिडियो आत्मदाहको बारेमा होइन, एउटा प्रश्नको बारेमा हो। एउटा मानिस किन यस्तो अवस्थामा पुग्छ? यदि हामी यो प्रश्नको उत्तर खोज्न तयार छैनौँ भने यस्ता घटना दोहोरिन सक्छन्। यदि हामी समयमै न्याय दिन सक्छौँ, समयमै सेवा दिन सक्छौँ, समयमै सहयोग गर्न सक्छौँ र समयमै एक अर्काको कुरा सुन्न सक्छौँ भने सायद धेरै मानिस त्यो अवस्थासम्म पुग्नै पर्दैन। यदि तपाईँ वा तपाईँको चिन्ने कोही व्यक्ति अत्यन्त निराश, असहाय वा जीवनप्रति आशा हराएको महसुस गरिरहेको छ भने एक्लै नछोड्नुहोस्। परिवार, विश्वासिलो साथी वा मानसिक स्वास्थ्य सम्बन्धी सहायता दिने व्यक्तिसँग कुरा गर्नुहोस्। समयमै सहयोग खोज्नु कमजोरी होइन, यसले ठुलो दुर्घटना हुनबाट जोगाउन सक्छ।